हाम्रो कोष भारद्वाज बडो मिठो बडो दिव्य स्वरूप पनि त्यस्तै छ र जतिसुकै अवस्था जस्तो बेला पनि एउटै भाव एउटै लहर एउटै भेल बगिरहन्छ वाणीहरूबाट। यस्तो सुन्दर कर्ममा जोडिँदै जोडिँदै हामी यहाँसम्म आएका छौँ। एउटा ताली बजाइदिउँ त हाम्रो उद्घोषकजी कोष भारद्वाजजीलाई। जय होस्, शुभ होस्, स्वस्थ राम्रो बनोस्, अझै प्रगति होस्, अझै उन्नति होस्, भगवानले अझै माथि लिएर जाउन्, भगवानसँग प्रार्थना गरौँ। यस्ता कार्यहरूमा भगवानमा हेर्नुहोस् त, यो भगवानको काममा जुड्नलाई आफूले मात्रै होइन भगवानले पनि तान्नुहुन्छ के। यो तानी तानी ल्याउनु भएको छ। हेर्नु त यहाँ अचम्मै छ, हजुरहरू नेपालको बीचमा बस्नु भएको छ। म नेपालको एकदम पूर्वबाट छु, उहाँ एकदम पश्चिमबाट हुनुहुन्छ। ल हेर्नु त, पुरा नेपालको पूर्व पश्चिम मध्य सबै यहाँ जोडिएको छ। शरीर त्यहाँ छ जन्मिएको, आश्रम पनि त्यहाँ छ र पाथिभरा महिलासम्म विशेष गरी हजुरहरूले राधिका फाउन्डेसनलाई सेवा गर्न यहाँ हेटौँडा पुग्नुभयो, आउनु भएको थियो नि त होइन? को आउनु भएको थियो हेटौँडा? हेरौँ त एकचोटि। हेटौँडा आउने जतिले हात उठाउनु त यहाँ 2-4 जना पछाडि सब काममा आउनुहुन्छ। हेटौँडा पुग्नुभयो, लगभग 60-70 जना यहाँदेखि हेटौँडा जानुभयो, दान गर्नुभएको छ। हेटौँडामा राधिका फाउन्डेसनले कथा आयोजन गरेको बेला अब यहाँ 8 महिलासम्म हुनुहुन्छ। उहाँहरूले एउटा कोठा बनाउनु भएको छ, कोठा निर्माण हुँदैछ, शिलालेख पनि लगेर छोडेर आउनु भएको छ, वहीँ छोडिओरी आउनु भएको छ। अब पछि फेरि कुनै समयमा हजुरहरूको पूर्व आउनु पर्यो कहिलेकाहीँ भने त्यो आफ्नो ठाउँमा छ। तर अब आउने माघ महिना सम्झिनु त, कहिले रे? माघ महिनामा ठुलो कार्यक्रम हुँदैछ त्यहाँ। र त्यहाँको कनकमाई भगवती भनेको सुन बग्ने नदी भनेर मानिन्छ। त्यहाँ 5 पाण्डवले आएर स्नान गरेको ठाउँ, त्यहाँ कुन्ती माद्रीले आएर स्नान गरेको ठाउँ, धनुषकोटी धाम त्यही छ, त्यहाँ आश्रम पनि त्यही हो। त्यहाँ विशाल यज्ञ हुँदैछ, कार्यक्रम हुँदैछ। हजुरहरूलाई अहिलेदेखि सबैलाई चुले निम्तो छ है माघ महिना, बुझ्नुभयो नि? सम्झिनु, यसपालि माघ महिनामा नुहाउन चाहिँ पूर्वतिर जाने भनेर सम्झिनु होला। माघी स्नान गर्न पूर्वमा जाने भनेर सम्झिनु, अहिलेदेखि राखिराख्नु मनमा। र मङ्सिर मासमा सायद हामी वृन्दावनको यात्रामा पनि छौँ, त्यति बेला पनि हाम्रो पाथिभरा महिला सम्बन्धी हजुरहरूलाई जानकारी गराउनुहुन्छ। र फेसबुकमा युट्युबमा पनि हामीले राख्छौँ, त्यो हेर्नु होला भिडियोहरू। त्यसमै जो नम्बर आउँछ, फोन नम्बर, त्यो फेसबुकमा जो नम्बर हुन्छ त्यसमा सम्पर्क गरेर हजुरहरू आउन सक्नुहुन्छ। कहाँ आउने, कसरी जाने सब बताइदिनुहुन्छ है। र अब यो अन्तिम समयमा छौँ, यो धामको अझ विकास होस्, अझ उन्नति होस्, अझ प्रगति होस्, हृदयबाट नमन गर्छौँ। हाम्रो यो सम्पूर्ण टिमलाई यहाँसम्म बोलाउनु भएको छ। 2 पटक हामी आएछौँ र पहिलोपटक यति काम भयो, अब दोस्रो पटक आउँदा अझ धेरै काम गरेर यस कार्यलाई परिपूर्णता दिनु होला। हाम्रो रामभक्त बुवा लगायत यो टोली, यहाँका स्थानीयवासी, यहाँका नगर प्रमुख, उपप्रमुख, हाम्रो संयोजकज्यू धनेन्द्रज्यू लगायत यहाँका वडाका वडाध्यक्षज्यूहरू लगायत सबैलाई म हृदयबाट आभार व्यक्त गर्छु, धन्यवाद दिन चाहन्छु। हजुर सबैको जय होस्। हाम्रो गोदावरी सेरोफेरो, गोदावरी सेरोफेरोलाई एकपटक जोरदार ताली सम्मान गर्नु होला। हाम्रो प्रत्येक दिनको यहाँको फोटो भिडियो सबै ठाउँ पुर्याउनु भएको छ, त्यसलाई पनि फलो गर्नु होला। हजुरहरूलाई पनि थाहा हुन्छ के भइरहेछ गोदावरीमा है, त्यसमा पनि हजुरहरू हेर्नु होला, बुझ्नु होला, सुन्नु होला, त्यसलाई फलो गर्नु पेजलाई भन्दै हाम्रो सबै श्रीजी टेलिभिजन परिवार, गुरुहरू हुनुहुन्छ, कलाकारजीहरू हुनुहुन्छ, सबै अब हजुरसँग यो अन्तिम समयमा छौँ। अबका केही कार्यक्रमहरू हाम्रो उद्घोषकज्यू कोष भारद्वाजजीले अगाडि बढाउनु नै हुन्छ। त्यसपछि हाम्रो गुरुदेवले तिलर्चनको कार्यहरूलाई लगायत पूर्णावतीका कार्यक्रमहरूलाई अगाडि बढाउनुहुन्छ भन्दै मेरो बाणीलाई अहिले यहाँ विश्राम दिन्छु। जय कृष्ण, मङ्गल होस्, शुभ होस्।